थेइन भनेको के हो, ख्वान्गे भनेको के हो भन्ने कुराहरू म तपाईलाई सरसरी भन्दै जानेछु साथीहरू। थेइन भनेको व्यक्ति व्यक्तिको सम्बन्धलाई थेइन भनेर हुन्छ, व्यक्ति व्यक्ति मानिसलाई थेइन, अनि ख्वान्गे भनेको सम्बन्ध। तपाईले त्यसरी बुझ्नुभयो भने हुन्छ है। थेइन भनेको व्यक्ति व्यक्ति मानिस मानिसको सम्बन्ध, ख्वान्गे भनेको सम्बन्ध भनेपछि मानिसहरूको सम्बन्धलाई चाहिँ के भन्नु पर्यो त, थेइन ख्वान्गे भनेर भन्यो भने व्यक्ति व्यक्तिको सम्बन्ध भन्ने कुरा बुझिन्छ है साथीहरू। ल अनि अब यहाँ हामी अहीमा जाउँ। अहीमा के छ, अब यहाँनिर हामीले हेर्ने भने थेइन ख्वान्गे यो भइहाल्यो, मानिस मानिसको सम्बन्धलाई थेइन ख्वान्गे भनेर भन्छ हैन। मानिस मानिसको सम्बन्धलाई थेइन ख्वान्गे भनेर भन्ने भयो। र मुनपबमा छ, मुनपब भनेको ग्रामर। ग्रामरमा चाहिँ अब थोङसा ह्यङसा गो हेस लगाउने रे। अब यो भनेको चाहिँ थोङसा ह्यङसा हैन, दुईटैमा के लाग्ने भयो त, क्रिया क्रिया विशेषणमा चाहिँ दुवैमा गो हेस लाग्ने भयो, जसको चाहिँ नेपाली अर्थ चाहिँ एकोले एको कारणले कारण जनाउँदाखेरि चाहिँ हामी प्रयोग गर्न सकिन्छ। तपाईले त्यसरी बुझ्नुभयो भने हुन्छ। र अर्को थोङसा ह्यङसा दुईटैमा उमेन थेदा, यो त हामीले इपिएस लेभलमा पनि पढेर आएको कुराहरू हो हैन। त्यहाँ पनि छ उमेन थेदा हैन। यो भने हुन्छ थोङसा ह्यङसाको, यसको के त, यो भने हुन्छ, खायो भने हुन्छ, गयो भने हुन्छ हैन। भको पछाडि दारा दा हटाएर मेन के रे उमेन मेन राख्यो भने यो हामीले बनाउन सक्यो। र यसको अर्थ के हुने भयो त, यो भने हुन्छ। जस्तो खायो भने हुन्छ, गयो भने हुन्छ। अनि तपाईले राम्रोसँग थाहा छ के रे भिएसटी को के हटाउने, दा हटाउँदा बाँकी रहेको दुवै त्यसको पछाडि के जोड्ने त, फाचिम छ भने उम्योन, फाचिम छैन भने म्योन जोड्ने। यसको मतलब के हुन्छ त, यो भने भन्ने अर्थ लाग्छ। हामीले दैनिक जीवनमा विभिन्न किसिमहरूको भाषाहरू बोल्दाखेरि खायो भने, गयो भने, हेर्यो भने यस्ता कुराहरू हामीले बोल्नु पर्ने भएको कारणले गर्दाखेरि कोरियामा पनि के हुन्छ त, यी खालका भाषाहरू बोल्दाखेरि चाहिँ हामीले बोल्नु पर्ने आवश्यकता हुँदाखेरि चाहिँ थोङसा ह्यङसामा म्योन हैन, म्योन अथवा उम्योन थेदा लगाएर बोल्न सकिन्छ भन्ने कुरा हो है साथीहरू। तपाईले त्यसरी बुझ्नुभयो भने हुन्छ। अब वाल्तोङ छ। वाल्तोङ भनेको क्रियाकलाप। थेइन ख्वान्गे खोमिन ग छोन मारहागी भनेर भन्छ हैन। अनि थेइन ख्वान्गे थेहे छोन हानुन खुल्सुगी भनेर भन्छ। यो भनेको चाहिँ थेइन व्यक्ति व्यक्तिको ख्वान्गे सम्बन्ध, खोमिन गो खोमिन भनेर भनेको चाहिँ के नि साथीहरू, चाहिँ भनेको चाहिँ चिन्ता, यस्तो हुन्छ कि त्यस्तो हुन्छ कि, यो पोख्ने हो कि त्यो पोख्ने कि भन्ने कुरालाई चाहिँ हामीले खोमिन भनेर भन्न सक्छौँ है। गुवा भनेको र अथवा सँग हैन। अनि छोवन भनेको चाहिँ कस्तो भन्दाखेरि सुझाव हैन, सल्लाह, विशेष गरी अझै सल्लाह हैन, सल्लाह दिने भनेर भन्छ नि हैन। अनि मारहागी भनेर भनेको चाहिँ कुरा गराइ। अनि थेइन ख्वान्गे व्यक्ति व्यक्तिको सम्बन्धको बारेमा, थेहे बारेमा, छोन हानुन हैन सल्लाह हुने, खुल सुगी भनेर भन्छ। के अरे त, खुल भनेको हरफ, सुगी भनेको लेख्ने है साथीहरू त्यसो। अनि छ मुनुवा छङ्बोमा के छ भने, मुनुवा वा छङ्बोमा के छ भन्दाखेरि, मुनुवा भनेको संस्कृति, छङ्बो भनेको सूचना जानकारी, जसरी बुझ्दा पनि हुन्छ। अनि हाङ्गुक इने छिन्मोक वाल्तोङ भनेर भन्छ। हाङ्गुक इने कोरियनको हैन, कोरियनको, छिन्मोक भनेको मित्रता, अनि वाल्तोङ भनेको क्रियाकलाप। अब साथीहरूसँगको कोरियनहरूको चाहिँ के छ त, मित्रताको क्रियाकलाप भनेर भन्छ। ती विषयमा हामीले पढ्ने भन्ने कुरा हो। ल अब अरू यहाँनिर के बाँकी छ, यसको अलिकति बाँकी छ होला यतापट्टि, यहाँ बाँकी रहेछ। ल अब जुम गरेर पढ्नु होला। यहाँनिर के भन्छ भन्दाखेरि, यी सारम दुरुन सरोन अतन ख्वान्गे हो, अतोके छिनेनुन काटकाटायो भनेर भन्छ हैन। यहाँ पिक्चरमा देखेको मान्छेहरूको चाहिँ सम्बन्ध चाहिँ कस्तो हो भनेर भन्छ हैन। अब यिनीहरू चाहिँ के खालको चाहिँ कस्तो खालको मान्छे चाहिँ हो, एकअर्काको आपसी सम्बन्धहरू के हो भनेर भन्न खोजेको। अब सरसरी यहाँ हामीले हेऱ्यौँ भने के देख्न सकिन्छ भन्दा,
अब यहाँ हेऱ्यो भने यहाँनिर यो साजनिम होला अथवा ऊ चाहिँ के अरे कम्पनीको कुनै मालिक अथवा त आफूभन्दा यो व्यक्तिभन्दा ठुलो पदको हुनसक्छ है। अनि यो अलि निहुर्या छ अनि यसले फेरि कोट सुट लगाएर यसको कानमा हात राखेछ भनेपछि योभन्दा चाहिँ यो ठुलो पदको मान्छे हो, साजनिम हो, ख्वाजानी हो अथवा के होला त्यसरी बुझ्नु भयो। अनि यतातिर छ फेरि यीहरू यताहरू पुरै बिजी छ होइन, के सोधिरहेछ के भनिरहेछ औँलाले देखाइरहेछ। अनि फेरि यता साथीहरू चाहिँ सबैजना त्यो कपीमा के हेरिरहेछ भनेको मतलब यिनीहरूको सम्बन्ध भनेको के चाहिँ हो त तपाईँले अब विचार गर्ने। यो माथिको के अरे साजनिम र कामदारहरू भयो अनि यता अफिसको कामदारहरू अनि आपसी छलफल गर्ने यिनीहरू साथीभाइहरू यस्तो खालको सम्बन्ध हो भनेर सामान्य हिसाबले तपाईँले बुझ्नु भयो भने हुन्छ भन्ने कुरा हो। ल त्यस्तो अरू ठुलो केही पनि होइन। अब अनि अर्को के छ कहाँ पो थिएँ अनि इसाराम दुरुन भनेको यो मान्छेहरू चाहिँ सरो भनेको एकअर्का, अतन भनेको कस्तो, ख्वान्गे यो भनेको सम्बन्ध हो भनेको, अतक्की भनेको कसरी, झिनेनुन भनेको जिउने व्यतीत गर्ने, काथायो भनेर भन्छ कसरी बिताउँछ यिनीहरूले चाहिँ समय कसरी बिताउँछ भन्छ। यसरी बिताउँदो रहेछ तपाईँहरूले यहाँनिर अफिसमा बसेर साथीसँग कुरा गरेर छलफल गरेर बित्दो रहेछ होइन। अनि यरबुनुन छुबेन साराम दोलगा अतके छिननुन फेनियो भनेर भन्छ। यरबुन्दुरुन होइन, यरबुनुन तपाईँहरू चाहिँ छुबेन भनेको वरपरि, साराम गुवा भनेको मान्छेहरूसँग, अतके भनेको कसरी, चिनेनुन फेनियो भनेर भन्छ। चिनेनुन फेनिनु कसरी समय व्यतीत गर्ने पक्ष हो अथवा कस्तो हो तपाईँहरू चाहिँ कस्तो खालको हो भनेर भन्नु खोजेको है। फेनिदा भनेको त्यस्तो खालको पक्षको हुनु, यस्तो खालको पक्षको छु भनेर भन्दा चाहिँ फेनियो भनेर भन्न सकिन्छ। जस्तो कस्तो भन्दाखेरि छनुन म्युन उम्सिक छुन फेनियो भनेर भन्यो भने म चाहिँ होइन पिरो खानेकुरा चाहिँ मन पराउने खालको हुँ भनेर त्यस्तरी भन्न मिल्छ क्या। अनि जस्तो अब साथीलाई छेछिङ्गोनुन म्युन उम्सिगोन आन्जुन फेनियो, मेरो साथी चाहिँ के त त्यो पिरो खानेकुरा चाहिँ मन नपराउने खालको हो, त्यस्तो व्यवहारको हो भनेर भन्नु पऱ्यो भने चाहिँ हामीले यो फेनियो शब्द युज गर्न सकिन्छ। त्यस्तो खासै केही छैन, तपाईँले त्यसरी बुझ्नुभयो भने हुन्छ। ल अब अर्को नेक्स्ट पेजतिर जम्प गरौँ हामी। ल अब यो नेक्स्ट पेजमा हामीले सरसरी हेर्ने भने यहाँनिर के छ भन्दाखेरि अघि त्यो हामीले यो के भन्छ पढेको कुराहरू हो। यहाँनिर चाहिँ के छ भन्दा औही छ, औही भनेको शब्दावली होइन शब्द। यसमा चाहिँ के छ भन्दाखेरि अब हेरौँ हामी सरसरी पढि हेरौँ। यसलाई अलिकति जुम गर्नुपर्छ क्या, थोरै जुम गर्छु म यसलाई ताकि तपाईँहरूलाई पनि सजिलो होस् त्यहाँनिर बुकमा हेर्दा होइन। ल यतिको भयो। ल अब यहाँनिर के भन्छ भन्दाखेरि 여러분은 주변 사람과 관계에서 어떤 고민이 있어요? भनेर भन्छ होइन। 여러분은 भनेको तपाईँहरू चाहिँ 주변 भनेको वरपरि, 사람과의 भनेर भनेको मान्छेहरूको होइन, 관계에서 सम्बन्धमा, अतन भनेको कस्तो, अनि खोमिनी इच्छा भनेको चिन्ता छ भनेर भनेको, खोमिनादा भनेको चिन्ता हुनु। अघि पनि मैले भनेको थिएँ यस्तो पो होला कि त्यस्तो पो होला कि भनेर भनेको। अब तपाईँले यहाँ के भन्नु खोज्यो भने यसले पिक्चरमा के देखाएर खोज्नु भने के चाहिँ देखाउनु खोजेको हो भने यहाँ चाहिँ तपाईँको अब हामीले दैनिक जीवनमा हाम्रो जीवनमा चाहिँ विभिन्न खालको साथीहरूको सङ्गत हुन्छ होइन। ती साथीहरूसँग चाहिँ हामी मिलेर बस्दाखेरि दैनिक जीवनमा कुन खालको चाहिँ चिन्तनहरू त्यहाँनिर देखिन सकिन्छ, समस्याहरू उत्पन्न हुन सकिन्छ समस्याहरू, ती सम्बन्धहरूलाई चाहिँ जस्तो अब यहाँ हेरौँ यहाँ कस्तो छ भन्दाखेरि यहाँनिर चाहिँ छिङ्गु अनि थोङछाङ दुईजना छ होइन। अब यो भनेको एउटा भनेको साथी अनि थोङछाङ भनेको यो चाहिँ छिङ्गु भनेको चाहिँ ठ्याक्कै साथी भयो भने थोङछाङ भनेको पनि सहपाठी नै हो, साथी नै हो। तर के त भन्दाखेरि यो चाहिँ स्कुल पढ्दाखेरिको है, स्कुल पढ्ने साथीहरू, स्कुल पढ्दाखेरि चाहिँ यहाँनिर यिनीहरूले चाहिँ के भन्छ त स्कुल पढेको सँगैको साथीलाई चाहिँ थोङछाङ भनेर भन्छ है। तपाईँले त्यसरी बुझ्नुभयो भने हुन्छ। अब यो यी दुईजनाभित्र चाहिँ कस्तो खालको खोमिन हुन्छ त, कस्तो खालको चिन्ता हुन्छ त भन्ने कुरा चाहिँ यतानिर देखाएको छ। सरसरी हामी जाउँ। अब यहाँ जाउँ। खुङ्गामतेका अप्ता साइगा मरजिदा यल्लागी कुन्किदा, यी तिनवटा कुराहरू हुन्छ नि होइन यो सम्बन्धमा चाहिँ।
अब यो कुराहरू भनेको त के छ भन्दाखेरि खोङ्गाम्तेगा अप्ता भनेर भनेको खोङ्गाम्ते भनेको सहमति नहुनु होइन। सहमति भने तपाईँलाई थाहा भइहाल्यो। अब कसरी नहुन सक्छ भन्दाखेरि अब साथी भयो, ए साथी यसो गरौँ न, आजको टिफिनमा चाहिँ ल अब ब्रेक टाइममा चाहिँ हामी यहाँ जाने भन्छ, ए म त जाँदिनँ तै जा भनेर भन्दैछ नि। त्यस्तो अवस्थामा पनि के हुन्छ त, त्यो अवस्था नि आउन सक्छ भनेर भनेको। त्यो भएर सबै कुरामा सहमति हुँदैन होइन। त्यो भएको कारणले गर्दाखेरि चाहिँ खोङ्गाम्तेका अप्ता सहमति, यो भनेको सहमति, अनि सहमति अप्ता भनेको नहुने, सहमति नहुनु भन्छ। अनि साइगा मरजिदा, साई भनेको सम्बन्ध होइन, साइगा, अनि मरजिदा भनेको के नि त टाढा भइदिनु होइन। मल्दाबाट आएको मरजिदा टाढा भइदिनु। अब साथीहरूसँग एकअर्कासँग यसरी कुरै नमिल्ने कुरै नगर्ने भनेपछि त सम्बन्ध त के हुने भने त त्यत्तिकै पनि टाढा हुने भइहाल्यो। ल अब अर्को छ यल्लागी कुन्गिदा भन्छ क्या। यल्लाग भनेको के हुन्छ सम्पर्क होइन, अनि कुन्गिदा भनेको चुटिनु। अब सम्बन्ध चुटिनु भनेको के त सम्बन्ध नहुनु होइन। तपाईँले त्यसरी बुझ्नुभयो भने हुन्छ। अब सम्बन्ध अब भनेकै मान्दैन साथीले होइन। अब साथी यसो गरौँ त्यसो गरौँ भन्यो भन्दाखेरि ऊ ओके भनेर भन्दैन होइन, सहमतिमै आउँदैन भनेपछि त्यसरी सहमतिमा नआउने साथीलाई कसले साथी बनाएर भाउँछ त होइन। यो त भनेको मान्दैन छाड्यौँ यसलाई भन्छ। अनि के हुन्छ त सम्बन्ध चुडिन्छ। सम्बन्ध चुडिनु भनेको के त सम्बन्ध नहुनु भनेको मतलब के हुन्छ, साइगा मरजिदा, साइगा यहाँ मरजिदा अनि के अरे यल्लागी कुन्गिदा, तपाईँले त्यसरी बुझ्नुभयो भने हुन्छ। अनि यस्तो हो यो के भन्दाखेरि इक्जाममा तपाईँहरूलाई भोलि पर्सि अब के भनेर सोध्छ भन्दा होइन यसरी एरोबन छुबेन सारामदुलका खानगी यसो अतन खोमिनी इसयो भनेर सोधिदिन्छ। अनि छिन्गु थोङसाङ थु जुङ्गे छ अतन खोमिनी इसुल्कायो अतम खोमिनी इसयो भनेर सोध्छ। त्यतिखेर हामीले अब यो खोङ्गाङ्तेका अप्सयो होइन, अप्ता साइगा मरजिदा यल्लागी कुन्गिदा यति लेखिदियो भने हुन्छ भन्ने खालको कुराहरू हो, यसरी सिकाएको। अनि ल अर्को छ सन्बे छ। सन्बे भनेको सिनियर, होबे भनेको के त जुनियर होइन। सन्बे र होबेमा चाहिँ अब हामीले यहाँनिर के पढ्छौँ भन्दाखेरि अब सन्बे र होबे यो दुईवटा पिक्चरमा चाहिँ अब एउटा सन्बे सिनियर एउटा जुनियर होइन, यो दुईवटा बिच चाहिँ कस्तो खालको चाहिँ खोमिन हुन्छ, कस्तो खालको चिन्ता हुन्छ भन्नु खोजेको हो। सन्बे रुल थेहागी अरेप्ता भनेर भन्छ। सन्बे रुल आफूभन्दा ठुलो सिनियरलाई व्यवहार गर्नु होइन, थ्यागी भनेको व्यवहार गराइ चाहिँ अरेप्ता गाह्रो हुन्छ हो नि त होइन। किन हुँदैन त, अब आफूभन्दा ठुलो अब ठुलोले भनेको केही भनिहाल्यो भने पनि आफ्नो सानो छ केही भनिहाल्यो त सानो भएर धेरै बोल्छ चुप लागेर बस्छ, भाइ भएर बेसी बोल्छ भनेर भन्छ होला अथवा के भन्छ होला होइन। यो खालको चिन्ता पनि हुनसक्छ, त्यही भएर म बोल्दिनँ भन्ने खालको उसलाई मनन चिन्तन पनि हुनसक्छ नि त होइन। दुईजना त्यस्तो अब सिनियर र जुनियर साथी भइसकेपछि त त्यो हो नि त। अनि अर्को अब होबेगा नारुल अर्यो हादा भनेर भन्छ। अब होबे भनेको आफूभन्दा सानो, नारुल मलाई चाहिँ अर्यो हादा गाह्रो हुन्छ भनेर भन्छ। हो नि त, अब सँगै साथी भयो सिनियर र जुनियर, अनि अब आफू चाहिँ ऊ चाहिँ सानो छ अनि मैले केही भनिदिइहाल्यो भने सानो भनेर हेप्छ अथवा के भन्ला होइन, कस्तो अरे यसले मलाई जहिले हेपेर बोल्छ सानो देखेर भनेर भन्ला, यस्ता खालका चिन्तनहरू हुनसक्छ भनेर तपाईँलाई जानकारी गराएको है। तपाईँले त्यसरी बुझ्नुभयो भने हुन्छ। ल अब अझै अर्को छ यहाँनिर, अर्कोमा के छ भन्दाखेरि यहाँ चाहिँ छ अब साङसा थोङ्न्यो फुहाछिकन भनेर भन्छ होइन। अब साङसा भनेको ठुलो पदको कर्मचारीहरू होइन। अनि थोङ्न्यो भनेको चाहिँ यो थोङ्न्यो भनेको चाहिँ सँगै काम गर्ने सहपाठी है। यसलाई तपाईँहरूले थोङ्ग्रियो नपढ्नु होला। यदि फाछिम लगतै माथि र आयो भने ले माथिलाई ललाई के बनाउँछ न बनाउँछ। त्यसो भएको कारणले गर्दाखेरि थोङ्ग्रियो होइन थोङ्न्यो उच्चारण गर्नुपर्छ है। थोङ्न्यो भनेको चाहिँ सँगै काम गर्ने सहपाठी, एउटै कम्पनीमा काम गर्ने सहपाठी। अनि फुहाछिकोन भनेर भनेको चाहिँ आफूभन्दा तलको कामदार, जस्तो कम्पनीमा आफ्नै के हुन्छ कामको ऊ हुन्छ होइन, आफ्नै एउटा लेभल हुन्छ नि त, अब दर्जा हुन्छ नि त। जस्तो सुरुमा छिक्कोन, त्यसपछि फान्जाङ, अनि त्यसपछि खिजाङ, त्यसपछि ख्वाजाङ, अनि के हो धेरैवटा छ होइन, त्यसरी जान्छ होइन। अनि त्यो ती व्यक्तिहरूमा चाहिँ यसरी यो व्यक्तिहरूमा चाहिँ के खालको चाहिँ खुमिन हुनसक्छ भन्ने कुरा हो, त्यो पनि हेरौँ अब हामी यहाँनिर सरसरी। साङसाए छिसिरुल खजर हागी हिमदुल्दा एउटा भने। अनि यो भनेको चाहिँ साङसा आफूभन्दा पदले ठुलो व्यक्तिको छिसिरुल भनेको निर्देशनलाई खजर हागी होइन अस्वीकार गराइ चाहिँ हिमदुल्दा हुन्छ, गाह्रो हुन्छ भनेर भन्छ नि। हो नि त, अनि आफूभन्दा ठुलोले भनेको त अब जे पनि मान्नु पऱ्यो, यसो गर भन्ला त्यसो गर भन्ला होइन, यो कुराहरू त त्यसै पनि मान्नु पऱ्यो नि होइन।
अनि यो गाह्रो हुन्छ भनेर भन्छ। गाह्रो त यसै पनि हुन्छ। अब उसले चाहिँ यसो चिया खाँदै बसिरहेको हुन्छ, ए यो गर त्यो गर भनेर दिइरहेको हुन्छ। कहिलेकाहीँ त अब आफू चाहिँ यस्तो बिजी भइरहेको हुन्छ होइन, ऊ चाहिँ काम गरिरहेको हुँदैन, यस्तो रिस उठ्छ नि होइन, तर के गर्नु, मान्नै पर्यो। हो त्यही कुरालाई चाहिँ त्यसै उसको निर्देशनलाई चाहिँ आफूभन्दा ठुलो मान्छेको निर्देशनलाई चाहिँ खजल हागी हिमदुल्दा भनेर भनेको यस्तो सबैलाई हुन्छ है। अनि अर्को छ थोङ्यो एगे थोमुल योसँग हागी अरेप्ता भनेर भन्छ है। अब थोङ्यो भनेको अघि नै मैले भनेको छ, सँगै काम गर्ने एउटै कम्पनीमा काम गर्ने साथीसँग चाहिँ थोमुल मद्दत अनि योसँग हागी माग्ने अरेप्ता, योसँग मागाइ चाहिँ गाह्रो हुन्छ भनेर। ओइ अब दुईजना साथी यहाँ एउटा लाइन हुन्छ, त्यहाँ एउटा लाइन हुन्छ, आफ्नो आफ्नै काममा बिजी हुन्छ, अनि कहाँ मेरो काम गरिदियो भन होइन, धेरै नै गाह्रो हुन्छ नि यो त। त्यो त साँच्चै नै गाह्रो हुन्छ कि, यस्तो चाहिँ सबैलाई पर्छ है एउटा कम्पनीमा, ठुलो कम्पनीमा चाहिँ। अनि ठुलो कम्पनी न सानो कम्पनी, अब एक्लैले कहिलेकाहीँ आफू अब सर सामानहरू आइरहेको हुन्छ होइन, टोइलेट जानेसम्म पनि फुर्सद हुँदैन क्या। अनि त्यस्तो बेलामा साथी मलाई हेल्प गर्दैन, मेरो एकछिन यहाँ आइज न भन्दाखेरि उसको काम चाहिँ कसले हेर्ने त होइन। त्यो भएको कारणले गर्दा त्यस्तो खालको समस्याहरू आउँछ भन्नु खोजेको है। अनि इल्हानुन फाङ्बबुल छालमोरुदा भनेर भन्छ होइन। इल्हानुन भनेको काम गर्ने, फाङ्बबुल तरिका चाहिँ छाल भनेको राम्रो, मोरुदा नहुनु, राम्रोसँग थाहा नहुनु होइन। यो त सबैलाई पाउने, सबैलाई हुने समस्या हो। सुरुमा आउँदाखेरि काम राम्रोसँग जाने हुँदैन, मेसिनसँग राम्रोसँग परिचित हुँदैन होइन, अनि अझ भाषा पनि केही पनि बुझा हुँदैन होइन। हामीले नेपालमा बनिँदा सुनिँदा भनेर पढाइ हुन्छौँ, यहाँ आएर खालि फानमाल दिन्छ, के हो के बोल्छ होइन, अकमक्क पर्छौँ क्या हामी। त्यस्तो भएको छ है, मलाई चाहिँ त्यस्तो भएको छ। पहिला सुरुमा आउँदाखेरि सबैलाई नै त्यस्तै हुन्छ होला। अनि अब हामीले नेपालमा बनिँदा सुनिँदा उच्च आधारती भाषा लगाएर पढेको हुन्छ, यहाँ आउँदाखेरि चाहिँ एकैचोटि त्यही पनि कस्तो यहाँको खाउँलाई जस्तो कराएर कत्रो स्वरले बोल्छ क्या। पहिलोचोटि त त्यसै पनि तर्सिन्छ है, तर यहाँको चाहिँ आफूभन्दा सानोलाई चाहिँ त्यो शिष्टाचार नै त्यस्तो। अब त्यो उनीहरूले त्यसरी बोल्ने, अब त्यो अलिक ठुलो स्वरले बोल्ने, या यस्तो दिने चाहिँ त्यो पछि बिस्तारै बुझ्दै जान्छ है, यहाँ यस्तै चलन रहेछ भन्ने है। तर सुरुमा धेरै गाह्रो हुन्छ हामी, किनभने अब गाउँघरमा नेपालमा हुँदाखेरि त अब उस्तै पऱ्यो, बाबुआमाको कुरा पनि नसुन्ने मान्छेहरू पनि हो होइन। त्यो भएर अब सिस्टममा एउटा बस्नु परेपछि चाहिँ ती कुराहरू आउन सक्छ है, तर सबै त्यस्तो नहुन सक्छ ल। तर एउटा के भन्दाखेरि अपरिचित वातावरणमा मान्छेहरू यसरी आइपुग्दा कसैबाट त्यस्तो एकैचोटि थर्काउने, गाली गर्ने, अलिक ठुलो स्वरले बोल्ने त्यस्तो पाइयो भने किन गाली गरेको भन्ने हुन्छ। वास्तवमा त्यो त्यस्तो होइन, उनीहरूको स्वभाव नै त्यस्तो हो भनेर हामीले बुझ्न सक्नुपर्छ ल। अब यहाँ छ थेइन ख्वान्गे रोल छाल युजी हार्योम्योन अतन नोर्योकी फिर्यो भनेर भन्छ। अब थेइन भन्ने व्यक्ति मान्छेको सम्बन्धलाई ख्वान्गे रोल छाल भनेको राम्रोसँग, युजी हार्योम्योन भनेको कायम राख्ने हो भने, अतन भनेको कस्तो, नोर्योकी भनेको प्रयास, अनि फिर्यो भनेर भनेको कस्तो चाहिँ प्रयास आवश्यकता पर्छ भन्दा होइन। अब व्यक्तिको सम्बन्ध राम्रो सम्बन्ध राखेर रहने भने कस्तो प्रयास चाहिँ राम्रो पर्छ, प्रयास गर्नुपर्छ भन्ने कुरा होइन। अब यहाँनिर छ ती कुराहरू। अब हेर छाजु यल्लागुल छुगो फात्ता गर्ने रे होइन, प्राय सधैँ यल्लागुल भनेको सम्पर्कमा रहिरहने होइन। यल्लागुल छुगो फात्ता, तपाईँले यसलाई पनि यनराग नभनिकन यल्लाग भन्नुपर्छ। फाँचिम नलगतै माथि र आयो भने तलको के हुन्छ त, यो नफाँचिम पनि रमा उच्चारण हुन्छ। त्यही भएर यल्लागुल छुगो फात्ता भनेर भन्छ होइन। त्यो के अरे के गर्ने रे, छाजु प्रायः सधैँ होइन सम्पर्कमा रहिरहने भन्नु खोजेको होइन, सम्पर्क लिने दिने भन्नु खोजेको नि। अनि इयागी रोल छाल थुरो जुदा भनेर भन्छ होइन। अब इयागी भनेको कुराकानीलाई छाल भनेको राम्रो होइन, थुरो जुदा भनेको सुनिदिने भन्छ हो नि त। अब साथीले केही कुरा गरेको छ भने हो भनेर भन्ने क्या। जस्तो अब कोहीले चाहिँ कस्तो हुन्छ भने यो धेरै बोल्छ, तँलाई मात्र थाहा छ, यस्तो टाइपको कुराहरू नगर्ने। कसैले केही बोल्छ भने हो त ठिक हो है भन्ने, गरिदिने। त्यसो भयो भने सम्बन्ध राम्रो हुन्छ। अनि अर्को छ उइज्ञान होल सोल्सी खागे मारहादा भनेर भन्छ है। अब अभिव्यक्ति चाहिँ होइन, अभिव्यक्तिलाई चाहिँ तपाईँ जुनसुकै अभिव्यक्ति दिनुहोस् न होइन, त्यो दिँदाखेरि चाहिँ सोल्सी खागे भनेर भन्छ है। अभिव्यक्ति चाहिँ सोल्सी खागे भनेको चाहिँ इमान्दारीपूर्वक मारहादा होइन, कुरा गर्ने। कस्तो भन्दाखेरि अब कति साथीहरूले झुटो बोल्छ नि त होइन, मनमा एउटा हुन्छ अनि साथीलाई चाहिँ अर्कै भनिदिन्छ, त्यसरी झुट नबोल्ने भन्नु खोजेको होइन। अनि अभिव्यक्ति दिँदाखेरि चाहिँ अनि विज्ञान अभिव्यक्तिलाई सोल्ची खागे मारहादा, त्यही भन्नु खोजेको।
ल त्यो त्यही हो है सरी साथीहरू। अनि अब अर्को छ सरो एवैरुल छिकिता भनेर भन्छ होइन। सरो भनेको एक आपसमा अनि आपसी होइन। एवैरुल भनेको तपाईँको कस्तो भन्दाखेरि यो भनेको चाहिँ एवैरुल छिकिता भनेको चाहिँ शिष्टाचारलाई चाहिँ के गर्ने त पालना गर्ने भनेर भन्छ होइन। अनि खोङ्गाम्ते होइन खोङ्गामोल छाल हेजुदा भनेर भन्छ। खोङ्गाम भनेको सहमतिलाई, छाल भनेको राम्रो, हेजुदा गरिदिने सम्बन्धलाई सहमतिलाई राम्रो गरिदिने भनेको के त सम्बन्ध राम्रो गर्ने राम्रो कायम राख्ने होइन। अब त्यो केले गर्छ त भन्दाखेरि सहमतिले जुन अब साथीहरूले कसैले भन्यो भने ल हुन्छ भनेर हामी सहमति गर्छौँ। सहमति गरिसकेपछि त सबै कुरा राम्रो हुन्छ। असहमत हुँदा त यो भनेको मान्दैन भनेर चाहिँ त्यहाँनिर के हुन्छ त सम्बन्ध राम्रो हुँदैन। त्यस्तो गयो भने के हुन्छ त थेन ख्वान्गे रोल यो छाल युजी हालसुका अवसय हो भनेर भन्न सकिन्छ होइन। अनि अर्को छ हाम्के सिगानोल फोनेदा। हाम्के भनेको सँगै, सिगान भनेको समय, सिगानोल समयलाई, फोनेदा भनेको बिताउने भनेको के त अब यसो कहिलेकाहीँ साथीहरूसँग जमघट गर्ने, साथीहरूसँग बस्ने, चियापान गर्ने त्यसरी अनि साथीभाइहरूसँग मिलेर घुलमिल भएर समयहरू केही बिताउँदाखेरि कुराकानी पनि हुन्छ अनि साथीभाइहरू बसिन्छ पनि सँगै। त्यसो हुँदा के हुन्छ के त थेइन ख्वान्गे रोल छाल युजी हाल्सु इसयो यो भन्नु खोजेको होइन। अब हामीले के जान्छौँ त भन्दाखेरि थेइन ख्वान्गे रोल छाल युजी हाल्यो अत नोरेको फेरि यो भन्यो भने यहाँको लेखिदिँदा हुन्छ यही भन्नु खोजेको। ल अर्को के छ यति पनि गऱ्यौँ हामीले है। अब हामी यहाँनिर आउँ। अब यहाँ चाहिँ के छ भन्दाखेरि मुनपप छ। मुनपपमा के छ भन्दाखेरि यो अघि नै हामीले भनेको थियौँ पढेको थियौँ है। अब यो पढ्नुभन्दा अगाडि थोङ्सा यङसाको हेस होइन यसले के भन्छ यो कुरा चाहिँ पहिला यहाँनिर चाहिँ हेरौँ। यसले के भन्छ भन्दाखेरि आफ न्योयोङ थुई न्योयोङ ए इयु जुङ हाना इमोल नाथानेन्दा भनेर भन्छ होइन। अगाडिको विषयवस्तुले पछाडिको विषयवस्तुको कारण मध्ये एउटा हानाइम एउटा कारण नाथानेन्दा भनेको देखाउँछ भनेर भन्छ। भनेको मतलब के भन्नु खोजेको भने नि यसले अब हामीले कुनै दैनिक जीवनमा गर्ने व्यवहारमा चाहिँ हामीले दैनिक जीवनमा गरिएको व्यवहारमा चाहिँ जुनसुकै व्यवहार गरोस् त्यो व्यवहारमा चाहिँ के हुन्छ भन्दाखेरि अगाडिको व्यवहारले पछाडि कारण देखाउँछ भनेर भन्छ क्या। जस्तो कस्तो भन्दाखेरि अब मैले के काम गरेँ कुनै काम बिग्रियो किन बिग्रियो त भन्दाखेरि अगाडिको कुनै पनि कामहरू हुनाले चाहिँ त्यो काम बिग्रियो। जस्तो कस्तो भन्दाखेरि अघिसम्म ठिकै थियो होइन। म जब भात खाइसकेपछि चाहिँ मलाई के भयो त पेट दुख्यो क्या हो। अनि पेट चाहिँ किन दुख्यो त भन्दाखेरि भात खाएको कारणले हो। यस्तो अवस्थामा चाहिँ कारणवाचक कारण जनाउने अगाडि गरेको व्यवहारले पछाडिमा कारण आउने होइन हो यो भन्नु खोजेको। अगाडि ठिकै थियो मलाई भोक लागेको खाना खाएँ अचानक पेट दुख्यो। पेट किन दुख्यो त भनेर भन्दाखेरि खाना खाएकोले। यी यस्ता अभिव्यक्ति दिँदाखेरि चाहिँ हामीले गोयसको प्रयोग गर्न सक्छौँ भनेर भने। अब त्यही पनि अब हामी सरसरी यहाँनिर पढौँ है। ल यहाँनिर जाउँ। पहिला मिन्सु भन्छ। मिन्सुले के भन्छ भने एबो सेरो साख्रुन छिङ्गु हागो छिन्हेजेसयो भनेर भन्छ होइन। एबो अब योबो भनेको चाहिँ यो कस्तो भाषा भन्दाखेरि बुढाबुढीले होइन फुबु भनेको के त फुबु भनेको दाम्पत्य होइन यो बुढाबुढी हो त्यो विवाहित जोडीहरूले बोल्ने भाषा हो है। अनि सेरो भनेको नयाँ होइन नयाँ साख्विन भनेको साथी बनिएको होइन। छिन्गु हागो साख्विदा भनेको साथी बन्नु हो नि त होइन। छिन्गु हागो साथीसँग छिन्हेजेसै हो। छिन्हादा भनेको के त घनिष्ठ हुनु नि त। घनिष्ठ हुनु भनेको के त मित्रता हुनु होइन त्यही हो। घनिष्ठ भयो अथवा मित्रता भयो भनेर भन्छ क्या। अनि अर्कोले के भन्छ हुएन भन्छ सरो खोङ्गामतेदो अप्तागो खोङ्गामतेदो अपको फापुगो हेस छिन्हेजिगिका अर्यप सुम्निदा अथवा अर्य हो भनेर भनेको छ होला यहाँ। सरी त्यही हो। अरे हो भनेर भन्छ। ल फेरि साथीहरू यहाँनिर है। ल अब यहाँ कहिलेकाहीँ टेक्निकल प्रब्लम हुन्छ। ल के भन्छ त सरो खोङ्गामते अपको फापोको हेस छिन्हेजिगिगा अर्यो हो भनेर भन्छ। सरो भनेको के त आपसी खोङ्गामते दो सहमति पनि अपको नभएर फापुको हेस होइन बिजी भएर होइन। फापु त भनेको बिजी नि त बिजी भएको कारण
छिन्हेजिगीगा घनिष्ठ हुने कुरा चाहिँ अर्योहादा भन्ने हुन्छ। अर्यो भने चाहिँ गाह्रो भयो भनेर हुन्छ। भनेपछि के रहेछ त, कारण आयो नि त यहाँ फापु गो हेस यी गो हेस यहाँ यसरी लगाउन सकिन्छ भनेको तपाईँले पनि कुनै पनि वाक्यमा यसरी गो हेस राखेर गरिहेर्नु। अनि अर्को छ अब छम्सिम सिगान्डे शिक्षाहार आन्खासेयो भनेर भन्यो होइन गाले। अनि अर्कोले के भन्छ, नाले चुकुम छने स्यान्डविच त मक्को हेस खुन्याङ सामुसिरे इस्सुर्या गयो भनेर भन्छ। अब हेरौँ है, छम्सिम सिगानिन्दे दिउँसोको खाना खाने टाइम हो नि त, शिक्षाहार आङ्खासेयो भात खान होइन, खाना खान आन भनेको के हुन्छ, नेगेटिभ हुन्छ नि त होइन। अनि आन्खासेयो उच्च भाषामा भने चाहिँ नगई बक्सिने भनेर भन्यो होइन। अनि के भन्छ, चोकुम छने अलिकति केही समय अगाडि स्यान्डविच जुतो, स्यान्डविच भनेको स्यान्डविच होइन, मक्को हेस यसरी राख्ने खाएको कारणले खुन्याङ त्यत्तिकै सामुसिरे अफिसमा इस्सुर्या गयो बसौँ भनेको भनेर भन्छ होइन। यही हो। अनि अब अर्को के छ यहाँनिर, 초등 학교 동창들하고 자주 연락을 주고받고 해서 아직도 만나요 भनेर भन्छ। यो भनेको चाहिँ के हो त, 초등학교 भनेको चाहिँ प्राइमरी स्कुलको सँगै पढ्ने साथी होइन, 동창들하고 होइन साथीहरूसँग चाहिँ 자주 सधैँ होइन, प्राय सधैँ 연락 भनेको के त, 연락을 होइन सम्पर्कलाई छुको फातको हेस भनेर त लिने दिने, सम्पर्क लिने दिने भनेको त सम्पर्कमा रहिरहने भएको कारणले छुको फातको हेस, यहाँ पनि त गो हेस लाग्यो नि त होइन, छुदाबाट आएको हो नि त, छुदाको दा हटाएर छुगो फातको हेस होइन, आजिक त अझै पनि मान्न आयो भेट्छु होइन, भेट्छौँ भन्ने कुरा भयो। ल अब अर्को छ, सां사 치시를 खजल 하기도 힘들고 일하는 방법도 잘 모르고 해서 직장 생활이 힘들어요 भनेर भन्छ होइन। सांसा भनेको आफूभन्दा ठुलो पदको कर्मचारी होइन, अनि छेसी भनेको निर्देशन, छेसी रुल भनेको निर्देशनलाई खजल हागिदो अस्वीकार गराइ पनि हिमदुलगो होइन गाह्रो भएर र इरहानुन फाङ्बक्दो काम गर्ने तरिका पनि छाल भनेको राम्रो मोरुको हेस नभएको कारण, थाहा नभएको कारण छेक्चाङ सेङवारी कार्यस्थलको जीवनयापन अथवा काम गर्ने ठाउँको अवस्था चाहिँ हिउँदो रह्यो भनेर भन्छ है। काम गर्न चाहिँ के भयो त, गाह्रो भयो भन्छ होइन। यो काम गर्ने कस्तो भन्दाखेरि वातावरण त्यहाँनिरको अब आफूभन्दा ठुलोले भनेको नि मान्नै परिहाल्यो, काम गर्ने तरिका नि थाहा छैन, धेरै गाह्रो हुन्छ है सुरुमा चाहिँ, यो सबैलाई त्यस्तो हुन्छ। ल यसको बारेमा त्यही हो होइन, यसरी तपाईँले बुझ्नुभयो भने हुन्छ। ल अनि अब यहाँनिर केही शब्दहरू रहेछ, जस्तो के छ भन्दाखेरि यहाँनिर अब यो तपाईँले जसम्म आउँछ है, गएछ भनेको के रहेछ त भनेपछि कारणवाचक एको कारणले भनेर कारण जनाउने, अनि गएछ डाइरेक्ट गएछ के लाग्ने रहेछ थोङ्सा, यो चाहिँ डाइरेक्ट यसैमा थोङ्सा हेङ्सा दुवैमा के लाग्ने त, मक्दा मक्को हेस, फापुदा फापुको हेस, मक्को हेस खाएको कारण होइन, खाएकोले अथवा फापुको हेस बिजी भएको कारण, बिजी भएकोले, तपाईँले जसरी बुझ्दा भए पनि हुन्छ। अनि ट्रिपमा के छ भन्दाखेरि अब म्योङ इदा नुन म्योङ इगो हेस रुल सायङ हान्दा भनेर भन्छ। यो चाहिँ के भन्छ, म्योङ भनेको नाममा चाहिँ के हुन्छ अरे त, इदा जस्तो छिङ्गु इदालाई के भनेर भन्नु, छिङ्गु इगो हेस भनेर भन्नु पऱ्यो क्या, छिङ्गु अनि के राख्ने, इगो हेस साथी भएको कारणले, साथी भएर। अब कहिलेकाहीँ हामीले यस्तो भन्नुपर्छ नि, ए त कसैले साथी यहाँ ठट्टा गरिरहेको थियो, कसैले देख्यो अनि ओ त्यसले त के गरेको, मान्छेले त्यस्तो गर्नु पाइन्छ भनेर भन्दा होइन, साथी भएको कारणले मैले यस्तो गरेको हो, जिस्केको भन्नुपर्दाखेरि चाहिँ के भन्नु भने त, छिन्कु इगो हेस भनेर हो त्यसरी भन्नु पऱ्यो क्या, नाममा चाहिँ हो त्यसरी इगो हेस लाउन सकिन्छ भन्ने कुरा हो। ल सजिलो छ। अब अर्को छ, यहाँ चाहिँ अब हामीले कसरी बनाउन सक्यो भन्दाखेरि यहाँ एउटा बनाइदिएको छ है, तपाईँले यहाँ माथि हेर्नु, थेन खानगे सहर्योन जमी सयो भनेर भन्छ। अनि के भन्छ यहाँनिर, यही राखेर बनाउने हो,
खोयाङ छिन्गु वा छाजु मत मान्नदा होइन यल्लागु छाजु मत थादा भनेर भन्छ। अब यही कुरालाई चाहिँ कसरी बनाउनु भन्दाखेरि यो दुईवटा कुरालाई चाहिँ जोडेर त्यो गोहेछ व्याकरण लगाउने भनेको हो। त्यो गोहेछ व्याकरण लाउँदा चाहिँ कसरी लगाउन सकिन्छ भन्ने कुरा तपाईँले त्यसरी लगाएर तपाईँ आफैले प्र्याक्टिस गर्नुभयो भने पनि हुन्छ है। जस्तो म पनि बनाइदिन्छु यहाँनिर, यहाँ उदाहरणमा बनाएकै छ होइन। अब यहाँ 1 नम्बर के छ, खोयाङ छिन्गु वा छाजु मत मान्नदालाई खोयाङ छिन्गु वा छाजु मत मान्ना गो लागेर अनि यल्लाग्दो मान्ना गो यहाँनिर मोत मान्नदाको दा हटेर मान्न गो बनाएको हो नि त यहाँ होइन, गो लगाएको हो नि त मान्न गो। अनि यल्लाग्दो छाजु मोत अब यहाँनिर हादा दा हटाएर छाजु मोत हागो हेस बनायो क्या यहाँनिर। हागो हेस साइगा मर जस्तो हो यहाँनिर हागो हेस, यो उसले चाहिँ लेख्नु नमिल्ने रहेछ है। हागो गो हेस लाउने हो नि त, हागो गो हेस यो लगाएको हागो हेस साइगा मरे जस्तो हो होइन। के भन्छ सम्बन्ध चाहिँ टाढा भइदियो भनेको। अब यहाँ के हुन्छ त 1 नम्बरमा सेरो साकुन छिङ्गु वा संयोगी थारुगो होइन, दा हटाउने थारुगो अनि खोङ्गाम थारुगो अनि खोङ्गाम तेगा होइन अप्तागो हेस होइन, यहाँनिर दा हटाएर अपको हेस यहाँनिर हेस साइगा मर जस्तो यसरी बनायो भने हुन्छ है। अनि हाक्यो हेस सनबेरुल थ्यागीका अरेप्ता भनेर भन्छ होइन। अब हाक्यो छ स्कुलमा चाहिँ होइन, स्कुलमा चाहिँ आफूभन्दा ठुलोलाई व्यापार गर्नु चाहिँ गाह्रो हुन्छ अरे। अब अरेप्ताको दा हटाउने अनि के लाउने अरेपको होइन, अरेपको अनि हाङ्गुक अगा फुचोक हादामा फुचोक हागो हेस होइन, हागो हेस साइगा मर जस्तो हो। यसरी गर्नु भने हुन्छ, यस्तो केही गाह्रो छैन है साथीहरू। त्यसरी गर्ने हो, यो आफूले एन्सुप गर्ने अभ्यास गरेपछि यसरी हामीले गो हेस व्याकरणलाई यसरी प्रयोग गर्न सकिन्छ भनेर भनेको। यसमा त्यस्तो केही गाह्रो छैन, त्यसमा तपाईँले आफूले गर्न सक्नुहुन्छ है साथीहरू। ल अब अर्को नेक्स्ट पार्टतिर जाउँ हामी। यहाँ अलिकति बाँकी रहेछ। ल अब 2 नम्बरमा के भन्छ भन्दाखेरि गो हेस रुल सायोङ हाय छिन्कु दुल वा साथीहरूसँग इयागी हेबोसेयो भनेर भन्छ होइन। गो हेस ग्रामरलाई प्रयोग गरेर सायोङ हाय भनेको प्रयोग गरेर छिन्गु दुल वा साथीसँग इयागी हेबोसेयो कुरा गरी हेर्नुहोस् भनेर भन्छ होइन। अब यहाँनिर कुरा गरेर चाहिँ के कुरा गरेर चाहिँ हेरौँ होइन। साराम साखुइगीगा हिमदुन इयु भनेर भन्छ होइन। मान्छेलाई साथी बनाउने गाह्रो हुने इयु भनेको कारण, गाह्रो हुने कारण चाहिँ के हो त होइन। अनि अर्को छ हाङ्गुक रुल फेउनुन इयु, कोरियन भाषा चाहिँ के त फेउदा सिक्ने चाहिँ के चाहिँ कारण भनेर भन्छ। अब के हो त यसले भन्छ यहाँनिर के रहेछ हेरौँ। अब यहाँनिर यसले भन्छ संयोग तो निसंजक इगो होन्जा इनुनगल छुवा हागो हेस सारामुल साखुइगीगा हिउँदो रह्यो भनेर भन्छ। के भनेको भने संयोग भनेको चरित्र स्वभाव पनि, निसंजक इगो भनेको चाहिँ घुसखुसी स्वभावको क्या, मन मनै कुरा लुकाउने होइन, त्यस्तो टाइपको हुन्छ नि त मान्छे होइन। अनि होन्जा भनेको भने चाहिँ एक्लै रहने कुरा चाहिँ छुवाहागो हेस मन पराउने भएको कारणले गो हेस है, यो ग्रामर आएको यहाँ गो हेस सारामुल साखुइगीका मान्छेलाई साथी बनाउन चाहिँ के हुन्छ त हिउँदो रह्यो गाह्रो हुन्छ भन्छ। अब घुसघुसी मान्छेसँग साथी बनाउनु त त्यतिकै पनि गाह्रो हुने भइहाल्यो है। ल त्यही भन्नु खोजेको, गो हेस प्रयोग गर्ने हो, अरू केही पनि होइन। तपाईँले त्यसरी प्रयोग गरेर वाक्य प्रयोग गरेर तपाईँले त्यसरी दैनिक जीवनमा कुराहरू गर्न सकिन्छ। अब यहाँनिर त थानाजाङ छ, थानाजाङ भनेको चाहिँ शब्दावली, शब्दमा के छ भन्दाखेरि साखुइदा भनेको साथी बनाउनु, अनि फुचोखादा भनेर भनेको अब यो अपुग हुनु होइन, नपुग्नु, अनि निसंजक इदा भनेर भनेको चाहिँ यो घुसघुसे स्वभावको हुनु है व्यक्ति। ल त्यसरी बुझ्नुभयो भने हुन्छ।